हाल्नु सकेन गाइस हामीले दुईजनाले ट्राई गरेको यो बोरा चाहिँ यो बोराको माथिबाट चाहिँ यो मुनिबाट चाहिँ हामीले विचार गरेछौँ कि हेलो गाइस वेलकम ब्याक माई अनदर भिडियो। आज फेरि म तपाईलाई देखाउन गइरहेको छु यहाँको रातो माटो हामी लिएर जाँदैछौँ हाम्रो गाउँमा। जुन गाउँदेखि यहाँनिर हामी आएको छौँ यानि कि 4 किलोमिटर दूरमा हामी आइरहेको छौँ। यहाँबाट चाहिँ अहिले हामीहरू रातो माटो लिएर चाहिँ हामी घरतिर तर्फ लिएर जाने र रातो माटो चाहिँ के को लागि भन्दाखेरि गाइस हामीहरू गाउँघरमा चाहिँ अब अङ्गिटी बनाउनुको लागि चुल्हा चौकी अलिकति मजाको लेभलको चुल्हा बनाउने अरे मेरो बुढीले, त्यही भएर चाहिँ रातो माटो खन्नु भनेर चाहिँ हामी यहाँनिर आइरहेको थियौँ। तर खासै रातो माटो छैन, यो हल्का माटो कालो पनि छ, खासै रातो माटो छैन नि यो रातो छ त्यति खास रातो ल्याउन लागेन मलाई। यो भन्दा रातो चाहिँ अब कलपटै हुन्छ ल। अब यो बोरामा चाहिँ धोक्रे बोरामा चाहिँ भरेर चाहिँ स्कुटीमा हालेर लिएर जानुपर्ने। कम्लो छ कि चाम्रो छ माटो? चाम्रो छ बे खन्ती ल्याएको राम्रो भएछ त्यसो भने। खन्ती नल्याएको भए हुन्थेन। मजाले खन्ती पनि लाउनु हे त्यसले राम्रो आउँदो रहेछ खन्तीले भन्दा त। यस्तो हो गाइस होइन गाउँघरको काम चाहिँ। सिटीमा बस्ने मान्छेहरू त कहाँ यस्तो ताका निकाल्न सक्छ त, एकछिनमै सेसे भइहाल्छ। तर हामी चाहिँ सिटीमा बस्ने मान्छे होइन गाइस, हामी चाहिँ हो गाउँघरमा बस्ने। यो माटो नभिजिने यस्तो पक्की छ भनेदेखिलाई यसलाई भिजाएर मलाई कस्तो पक्की हुन्छ होला सोच्नु त। त्यो चाहिँ कुरा सही भने जस्तो लाग्यो तिमीले पनि। यस्तो चाम्रो छ, यस्तो माटो चाहिन्छ नि त। तल चाहिँ रोडे माटो छ नि त, कालो माटो क्या। यो पनि त माटो हो नि त होइन घरदेखि। के छ हौ दाजु खबर? गोठाला गोठालो ए दाजु होइन बहिनी दिदी पो रहेछ। भर न जति सक्दो, थाक्यो भने मलाई भन्नु, म सकिहाल्छु नि। ए यसले तानेन नि त, सर्ट सर्टले तान्दा हातले जति तान्नु सक्छ त्यति पनि तान्छु। सिमेन्टको बोरा रहेछ कि यो उयो डबल डबल गर्नु पर्दैन थियो होला। पर्छ हौ, नभए भने 2 बोरा लाने, 1 बोराले पुग्छ तिमीलाई एउटा चुल्हा बनाउनु? पुग्नु पर्ने, यस्तो ठुलो चुल्हा त बनाउँदिन नि त म। ठिकै छ। एउटा एकमुखी चुल्हा बनाउँछौ होइन कि दुई मुखी चुल्हा बनाउँछौ तिमी? अङ्गिटी पनि बनाउनु भनेको। कोइला मात्रै हालेर पनि खानाहरू बनाउँछ नि त मान्छेले, त्यो चाहिँ अङ्गिटी हुँदो रहेछ। अङ्गिटी यो ठाउँमा त के निकाल्ने? त्यो अप्ठ्यारो भयो नि त। हेभी गर्नु रहेछ नि त। छोड न अब आधी पछि छ त, किन अब निकाल्ने? आइडिया लाउँछु भनेको हो। निकाल्ने चाहिँ कोसिस नगर न त अन्त। निकाल्ने कोसिस गरेको होइन हो। के चाहिँ गर्ने कसम? यो बान्ने एउटा हेर्नु न। त्यो बान्ने चाहिँ होइन, मैले सोच्दैछु यही यसरी तन्काउँदै लैजाउँ न, पस्छ होला त। नभए तिमी यो मुख स्ट्याप गरेर लडाउ त। त्यही यस्तो भन्दैछु त। डोरी लिइरहेको हुँदैछ हामीले चाहिँ अहिले लिएर जाँदाखेरि हामी केले बाँधेर लाने? यसरी माथि पनि ठाडो राख्ने स्कुटी माथि। डोरी त खोज्नु पऱ्यो नि त गाइस। लहराहरू भेटायो हो, लहराहरू पनि भेटिहाल्छ नि। अब फेरि हो फुर्किहाल्छ मेरो बुढिया। फुर्किने छुट्टो छ है। अन्त फुर्किनु त पर्यो त। ला हो तँले पक्रिनु जानेन, यस्तो गरेर पक्रिनु हुन्छ। सबै मुखलाई चाहिँ बानी हुने मात्रै निक्लिँदैन नि त। माटो बेसी हाली पठायो कि क्या? एकछिन मेरो हातले पनि बाँध्दैछ। लहराले बाँध्दा पनि कहिले हुन्छ? त्यो माथि लहरा त्यो कच्ची लहरा छ। लहरा त आउनु पनि पर्यो नि तपाईँहरूको जग्गामा। म डोरी खोज्छु एकछिन। एक बोरा फुल चाहिँ हामीले यसको यो फुल बोराको यसमा अलिकति हाल्दाखेरि चाहिँ यो ठिक्कै बाँध्ने भयो। यसमा फेरि थप्दैछ, मतलब हामी लिएर जाँदैछौँ 1.5 बोरा, 1.5 बोरा, 2टा बोरामा मिसाएर। यस्तो माटो चाहिँ कस्तो जग्गामा बिक्री हुन्छ भन त? जो चाहिँ आधी सिटी आधी बस्ती, जहाँ चाहिँ बर्डर एरिया हुन्छ नि, त्यो बस्तीको मान्छेहरूले त्यो सिटीमा सप्लाई गर्छ नि त, बर्डर एरियातिर। जो चाहिँ आधी सिटी आधी बस्ती छ नि, बिचमा बर्डर छ, त्यो बर्डर एरिया भनेको जुन चाहिँ सिमानादेखि उता चाहिँ सिटी एरिया, यता चाहिँ बस्ती एरिया। त्यो बस्ती एरियाहरूले यस्तो माटो भेला गरेर चाहिँ सिटीपट्टि सप्लाई गर्छ। सिटीको मान्छेले चाहिँ किन्छ यस्तो। सिटीको मान्छेले फेरि यो चुल्हाहरू बनाउनुलाई किनेको होइन नि, अर्कै चिजमा युज गर्छ। भयो त फुल भयो त। ओके गाइस, फाइनली हामीले 2 बोरा बनाइसकेको छौँ रातो माटो। अब यहाँबाट हामी मुभ हुँदैछौँ तोरीबारी एरियामा, हाम्रो जुन ठाउँमा यहाँबाट 4 देखि 5 किलोमिटर
स्कुटीमा हालेर यो मुनिबाट हाल्नु यो मुनि हाल्नु ल तब त्यो चाबी तान्क्यो चाबी ला मेरो माटे भइस होस् लुगा त्यो चाबी तान्नु त ल गाइस अहिले चाहिँ भने हामीहरू आफ्नो घरमा आइसकेर चुल्हाको रेडी गर्दैछौँ जुन ठाउँमा बनाउनको लागि एकदम लेभल मिलाएर अब चुल्हा चाहिँ बनाउने रेडी हुँदैछ बुढीले पुरा इटा सिटा लेभल गरिसकेको छ अब यसको माथिबाट लिप्ने काम हुन्छ र रेडी भएर देखाउनेवाला छु गाइस फाइनली चुल्हा बनिसकेको छ रातो माटोको जो चाहिँ लिएर आएको थियौँ हामी रातो माटो चुल्हा पनि कस्तो टाइपको मान्छेको मुख जस्तो देख्दो रहेछ यहाँ तीनटा कर्नर भएको भित्र यस्तो गहिरो बनाएको छ दाउरा यहाँबाट हालेर अङ्गेटी यहाँबाट आउँछ भाँडा बसाएर चाहिँ पकाउने चुल्हा चाहिँ बनिसकेको छ यो चाहिँ मुनिबाट इँटाहरू हालेर चाहिँ माथिबाट त्यो रातो माटोले लिपेको छ अब यो कलर त्यति साह्रो रातो देखिएको छैन भोलि जब यो सुक्छ सुकेपछि हेर्नुहोस् त्यति बेला रातो देख्छ